साथीहरु स्वागत छ फेरि पनि अर्को एउटा ब्रान्ड न्यू भिडियोमा। म तपाईहरुकै टिचर महेश उपस्थित भइसकेको छु अन विथ महेश युट्युब च्यानलमा। प्रिन्ट अन डिमान्ड को बिजनेस के बारेमा आज पनि मैले सब्लिमेसन टी शर्ट कसरी प्रिन्ट गर्ने त्यो कुरा लिएर उपस्थित भइसकेको छु यो नयाँ भिडियोमा। प्रिन्ट अन डिमान्ड के बिजनेस अन्तर्गत आज म तपाईहरुलाई यो सब्लिमेसन टी शर्ट, पोलिस्टर टी शर्ट पनि भनिन्छ र यो सब्लिमेसन टी शर्ट कसरी प्रिन्ट गर्ने, टी शर्ट प्रिन्टिङ बिजनेस धेरै तरिकाको छ। जस्तो एउटा सब्लिमेसन प्रिन्ट हुन्छ, अर्को रबर प्रिन्ट हुन्छ भने अहिले डीटीएफ प्रिन्ट हुन्छ अनि अर्को डीटीजी भनिन्छ। जस्तो डीटीएफ भने डाइरेक्ट टु फिल्म हुन्छ भने डीटीजी भनेको डाइरेक्ट टु गार्मेन्ट। त्यस्तै स्क्रिन प्रिन्टबाट पनि हामीले टी शर्ट प्रिन्ट गर्न सक्छौं। स्क्रिन प्रिन्टमा हामीले स्क्रिन बनाएर रबर इङ्क पाइन्छ, प्लास्टिक सोल इङ्कलाई हामीले टी शर्टमा प्रिन्ट गर्न सक्छौं स्क्रिन प्रिन्टको सहायताले। भने अब मैले आज तपाईहरुलाई डीटीएफ को त पहिला भिडियो बनाइसकेको थिएँ भने आज मैले सब्लिमेसन प्रिन्ट कसरी गर्ने त्यो कम्प्लिट भिडियो लिएर उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। यो सब्लिमेसन टी शर्ट प्रिन्टको सम्पूर्ण तरिकाहरू सिक्न सक्नुहुन्छ आजको भिडियोमा। हेर्नुस् त, हामीले कुनै पनि पोलिस्टर कपडामा सब्लिमेसन इङ्क द्वारा पेपरमा प्रिन्ट गर्छौं अनि त्यसलाई ट्रान्सफर गरेर यसरी टी शर्टमा हामीले प्रिन्ट गर्छौं। हेर्नुस्, यो चाहिँ हाम्रो यही कपडामै प्रिन्ट हुन्छ। अब यसरी पहिला हामीसँग यसको लागि के चाहियो, खाली टी शर्ट चाहिन्छ। हेर्नुस् त, खाली। अनि यसमा हामीले यो सब्लिमेसन टी शर्ट प्रिन्ट भन्छ यसलाई चाहिँ रेडी भइसकेको छ, प्याकिङ गरेर हेर्न सक्नुहुन्छ। यही सब्लिमेसन टी शर्ट यो सबै प्रिन्ट भइसकेको छ। यसको लागि तपाईलाई के चाहियो, सब्लिमेसन प्रिन्टर चाहिन्छ र सब्लिमेसन इङ्क पनि चाहिन्छ। जस्तो यहाँ हेर्न सक्नुहुन्छ यो सब्लिमेसन इङ्क हो। हेर्नुस्, सब्लिनोभा हुन त मार्केटमा विभिन्न पाइन्छ, मैले चाहिँ सब्लिनोभा नै चलाउँछु। हेर्नुस् है, यो सब्लिनोभाको मैले इङ्क, कोरियन इङ्क हो। यो एकदम राम्रो छ र मैले यही इङ्क चलाउँछु। भने अब यसको लागि हामीलाई एउटा प्रिन्टर चाहिन्छ, सब्लिमेसन प्रिन्टर, जुन मैले पहिला पनि भनेको थिएँ याल 1800 मैले चलाइरहन्छु भने अहिले याल 18050 नयाँ मोडलको आइसकेको छ है। अहिले तपाईले जो सब्लिमेसन प्रिन्टर चाहियो एउटा भने अब हाम्रो इङ्क त त्यसमा भइहाल्छ अनि रिफिल गर्नको लागि फेरि हाम्रो इङ्क ट्याङ्क खाली भयो भने हामीले बजारमा विभिन्न ब्रान्डको सब्लिमेसन इङ्कहरू पाउँछ। त्यसमा तपाईले, मैले त कोरियन चलाउँछु त्यो, अनि हामीलाई चाहियो ब्ल्याङ्क टी शर्ट अनि एउटा हिट प्रेस मेसिन। यति भइसकेपछि यो काम गर्न सजिलो हुन्छ। अब मेन कुरा भनेको के हो भने मैले यो ब्ल्याङ्क टी शर्ट मेरो आफ्नै प्रोडक्सन हो। हेर्नुहोस्, जुनसुकै टी शर्टहरू चाहियो भने तपाईले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। अनि यसरी अब यो प्रिन्ट सहित चाहियो भने मैले तपाईहरुलाई प्रोभाइड गर्न सक्छु एकदम चिप प्राइसमा, होलसेल मूल्यमा है त। हेर्न सक्नुहुन्छ यसलाई हामीले यसरी, मसँग त यो रोल पेपर छ त्यही भएर मैले रोल पेपरमा नै प्रिन्ट गर्छु। यसरी पेपरमा प्रिन्ट गरेर कटिङ गरेर अनि हिट प्रेस गरेपछि यसरी प्रिन्ट रेडी हुन्छ। हेर्नुहोस्, सुरुमा त हामीले डिजाइन गर्नुपर्छ, कस्टमरलाई डिजाइन फाइनल गरिसकेपछि अनि हिट प्रेस गर्ने हो। प्रिन्टको लागि मैले इप्सनको प्रिन्टर भनेको थिएँ, सब्लिमेसन L1800 हेर्न सक्नुहुन्छ हैन। अब मैले प्रिन्टर अन गर्छु। हेर्नुस्, प्रिन्टर अब रेडी भयो प्रिन्टको लागि। हेर्नुस् है, अब पेपर हाल्ने छु मैले। हेर्नुस्, यहाँ अब डिजाइन रेडी छ, प्रिन्ट कमान्ड दिइसकेको छु भने अब प्रिन्ट गर्नु मात्र बाँकी छ। र सेटिङमा हामीले के गर्नुपर्छ, यसलाई चाहिँ मिरर प्रिन्ट गर्नुपर्छ। हेर्नुस्, सेटिङमा चाहिँ सेटअपमा गएर प्रिफरेन्स अनि मोर अप्सनमा हामीले मिरर, यहाँ देख्न सक्नुहुन्छ मिरर इमेज
हाई स्पिड मिरर इमेज गर्नुपर्छ भने मेनमा गएर चाहिँ मैले एप्सन म्याट स्ट्यान्डर्डमै गरेको छु यो हेर्नुस् यो टेक्स्ट मात्र भएको भएर अब म पेपर प्रिन्ट गर्न जाँदैछु जस्तो यो सब्लिमेसन प्रिन्टको लागि अब मसँग यहाँ छ सब्लिमेसन रोल पेपर यो रोलमा पाउँछ भने अब यो रोल पेपर हामी प्रिन्ट गर्नको लागि कटिङ गर्ने आफ्नो साइज अनुसार हामीले अब डिजाइन कुन साइजमा हामीले गरेको छौँ होइन त्यो साइज अनुसारको हामीले पेपर काटेर प्रिन्टरमा हाल्नुपर्छ र अब म काट्न गइरहेको छु मलाई यत्रो साइज चाहिन्छ होइन यसरी अब यो पेपर मैले प्रिन्ट गर्न जाँदैछु सेटिङ अब सबै हामीले मिलाइसकेको छौँ ओके प्रिन्ट यहाँ प्रिन्ट भइसक्यो हेर्न सक्नुहुन्छ देख्नु भने प्रिन्ट भइरहेको छ यसरी अब हाम्रो प्रिन्ट भएको पेपर बाहिर निस्किन्छ हाम्रो साइज अनुसार हामीले प्रिन्ट गरेको छौँ हेर्न सक्नुहुन्छ यसलाई हामीले आफ्नो यो एउटा लोगो भयो साइडमा यो तल अगाडि नै भयो अनि यसरी यो पछाडि भयो यो टी भएको पछाडि भयो हेर्नुहोस् प्रिन्ट गर्न बाँकी यता अरू टी सर्ट छ पोलो टी सर्टहरू भने अब यो आज चाहिँ हामी यो सब्लिमेसन टी सर्ट प्रिन्ट गर्दैछौँ अब यो सब्लिमेसन टी सर्ट प्रिन्टको लागि हिट प्रेस मेसिन यहाँ छ मलाई चाहिँ यही टेबलमा बसेर काम गर्न सजिलो लाग्ने भएको हुनाले म यही टेबलमा बसेर काम गर्छु अब हिट चाहिँ मैले 200 राखेको छु भने 15 सेकेन्ड राखेको छु हेर्नुहोस् टाइमर चाहिँ टाइम चाहिँ 15 सेकेन्ड अब यो 200 पुगेपछि हामी फेरि यहाँ पेपर कटिङ गरेर राखेको छु हेर्नुहोस् यहाँ लोगो छ यो पछाडिको यसरी अगाडिकै यो कुराहरू अब हामी प्रिन्ट गर्छौँ टी सर्टमा अब हाम्रो लोगो छ हेर्नुहोस् अब यो लोगोलाई मैले मिलाएर राख्छु भने तलको लागि यो अब यो ट्याफ्लोन सिटलाई यहाँ माथिबाट राख्ने यहाँ हेर्नुहोस् यसले हाम्रो कपडा ड्यामेज हुँदैन फेब्रिक अब हिट प्रेस गर्ने अब हाम्रो 12 सेकेन्डमा 15 सेकेन्ड राखेको छ अब बिप गरेपछि अनि निकाल्ने अब हेर्नुहोस् कस्तो देख्छ हेर्नुहोस् है अब यो निकालौँ ल हेर्नुहोस् ल यसरी टी सर्ट प्रिन्ट हामीले गर्न सक्छौँ सब्लिमेसन टी सर्ट प्रिन्ट अब ब्याक साइडमा है
पछाडि पनि यसरी नै राखौँ हाम्रो सेन्टर मिलाउनु पर्छ त्यही भएर यहाँ राख्ने पछाडिको यहाँ छ हेर्नुहोस् यो पछाडिको छ अब यसलाई पनि म यहाँ यसरी राख्छु हेर्नुहोस् यो हाम्रो ट्याफ्लन सिट भन्छ यसलाई यो राखेपछि यसले हाम्रो टी सर्टलाई ड्यामेज हुन दिँदैन हिटले भने दाग पनि लाग्दैन ल हेर्नुहोस् पछाडि पनि हाम्रो प्रिन्ट भयो हेर्न सक्नुहुन्छ अब यसरी हाम्रो अगाडि पछाडि दुवैतिर प्रिन्ट भइसकेको छ हेर्नुहोस् ल हेर्नुहोस् त आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट अनि सेयर गर्नुहोस् भने यो काम गरेर पनि तपाईँले आफ्नै देशमा आफ्नै घरमा फ्यामिलीसँग बसेर अर्निङ गर्न सक्नुहुन्छ र विदेश जानु पर्दैन अर्निङ गर्नको लागि आजको भिडियो यही थियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोस् र फेरि पनि तपाईँहरू कुन भिडियो हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला है त र मैले तपाईहरुलाई अन्तिममा जाँदै म के भन्छु भने मैले तपाईहरुलाई प्रिन्टिङको मात्र नभए मसँग भएको स्किल सिकाएर तपाई यदि साच्चै आफ्नै घरमा बसेर डलर कमाउन चाहनुहुन्छ भने पनि मैले तपाईहरुलाई स्किल प्लस अनि कुन प्लेटफर्मबाट मैले कसरी अर्निङ गरेको छु त्यो कुरा सिकाउन सक्छु यदि तपाई सिक्न चाहनुहुन्छ भने कमेन्ट गर्नुस् अनि अब यो चाहिँ पेड कोर्स हो 2500 मा ग्राफिक डिजाइनिङ स्किल प्लस कसरी अनलाइनबाट अर्निङ गर्ने त्यो कुरा सिक्न सक्नुहुन्छ जसलाई यो कोर्सको लागि इन्ट्रेस्ट हुनुहुन्छ कमेन्ट गर्नु होला र आफ्नो सिट बुक गर्नुहोस् चाँडै नै मैले तपाईहरुलाई ग्राफिक डिजाइनिङ क्लास पनि लिएर उपस्थित हुनेछु जुन जुमबाट लाइभ क्लास हुन्छ र आजलाई यति नै बाइ